हेलो एभ्रिवान, इट्स मी अनिस। आजको हाम्रो बिहानीको सुरुवात चाहिँ डेभिस फल्स हिँडाइको यात्रा भइरहेको छ र हामी यहाँ अहिले पोखराको डेभिस फल्सतिर माछापुछ खोइ कहाँ हो त हाम्रो चाहिँ आजको यात्रा चाहिँ अहिले डेभिस फल्समा रहेको छ र चोकमा आइसकेको छौँ। यता हो कि डेभिस फल्स यहाँ यता पारी जाऊँ पारी। अब हामी चाहिँ हिँड्दै यात्रा भएर अब बाटो क्रस गर्नु लाग्यो। अनि हामी त एकदम सन्चै, अनि हजुरहरू नि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशामा छौँ हामी। डेभिस फल्स जाने बाटो चाहिँ यता हो। हाम्रो चाहिँ ग्रुपहरू डेभिस फल्स कतिचोटि जाइन्छ, जानुपर्छ। यहाँ तपाईँ आउनु होला। हजुर आउनु होला। डेभिस फल्सतिर पनि राम्रो राम्रो छ। यता चाहिँ डेभिस फल्स हो, गुप्तेश्वरी चाहिँ उहाँ छ। हाम्रो यात्रा चाहिँ यताभित्र छ। के भयो र फेरि? ल विशाल साथी के भनिदेऊ, 2 शब्द हान्नु त। यहाँ अब झरनामा जाँदैछौँ, कोचकोची झरनामा जान्छौँ हामी। अरू के? अरू यहाँ हरे बन्दुक सन्दुक छ, कुकुरी सुकुरी। ए ल यहाँ चाहिँ अङ्गले त के टिकट भित्र होला। टिकट राख्छ नि भित्र। हजुर किन्नु नि त मलाई, खानु नि त। कस्तो राम्रो राम्रो छ यार, किन्नु नि त मलाई। ब्याग महँगो होला यार। हाउ मच फर दिस? ए 1200 धेरै नै, 1200 ल। अनि यही हान्नु नि त मेरो लागि। मोटो दुखो कति दुखो? 650 रे। 650 त सकिन्छ कि अहिले आएर किन्छु है भन्ने हो। त्यस्तो नभनौ न यार, मेरो लागि यो किन्नु नि त। मैले दाइले गिफ्ट दिनु खुकुरी हार्बिना होला। गर्दन के पाराउने खख बिचार। ल नकिने जामिन। आफ्नो बेबीको लागि किन्नु नि त भाइ। ल आफ्नो बेबीको लागि। मेरो गर्लफ्रेन्ड छैन, बनाउन आएको पोखरा हो। ल जाऊँ न त। डेभिस फल्स जाने बाटो चाहिँ यता छ। वेलकम टु डेभिस फल्स। ए यार पर्सहरू किन्नु नि त। एउटा पर्स किन्न हो कि मलाई। हजुर त्यो कतै पाइएन हजुर? कस्तो गाइजहरू कमेन्ट हान्नु है। ब्याग त यता पाइन्न कि यता सबै ह्याम्सको मात्र हुन्छ। यो राम्रो है, कस्तो राम्रो है यो। हाम्रो बाबुले लगाइदियो 10 को पाइन्छ। सिक्का रहेछ। उइसहरू पुरा हुन्छ यहाँ डेभिस फल्समा। ठ्याक्क हजुरहरूको अब सिक्का त्यहाँ पानीमा ठ्याक्क हाल्ने। बिचमा चाहिँ एउटा मुढा जस्तो हो कि यस समथिङ के, त्यहाँ चाहिँ हामीले पार्नुपर्छ। अनि यहाँ भन्ने चलन छ अरे, सिक्का त्यहाँ पस्यो भनेखेरि हाम्रो चाहिँ उइसहरू पुरा हुँदो रहेछ भन्ने। यहाँ छ क्या? ए यहीँ हो। यहाँ हो, यहाँ रहेछ। होइन यार खुल्लै हिँडेर क्यासै हिँड्यो खाली खुट्टामा। डेभिस फल्स चाहिँ यता छ, हेर्न सक्नुहुन्छ। यता डेभिस फल्स चाहिँ एकदम भिडभाड। हाम्रो मेन चाहिँ यो पोइन्ट हो डेभिस फल्स। यहाँदेखि चाहिँ गुप्तेश्वरी महादेवमा जान्छ। यो चाहिँ हाम्रो फेरि यो वाला के, यो गुफा हो। यो सिधै वहाँ गयो कि गुप्तेश्वरी पारी बाटो पारी, बाटोको मुनि हो कि, बाटोको मुनि चाहिँ त्यो के भन्छ न गुफा। त्यसरी गयो कि यहीको पानी त्यहाँ जान्छ। त्यहाँ भित्र हरि छ। अहिले यहीबाट थाहाबाट गन्छ कहाँ त? यहाँ पहिला नि फेरि गुप्तेश्वरी छुट्टै टिकट काट्नुपर्छ त्यहाँ। त्यहाँ त पुरा यस्तै नुकी जानुपर्छ। यो के भन्छ भने तिम्रो बाटोको तलको यस्तो मोबाइल बनायो। जाने होला नि त्यहाँ पनि। गयो हो न जाम लाग्यो। हामी पोखराको लोकल भएर हामी पार्यो
यति है ल ल अड्डौ ल ल अडियो 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 मेरो यस्तो गरौँ ल है एउटा भगवानको नाम ल्याएर हामी त विश माग्ने हो रे के लक्ष्मी भगवानको अडियो 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 ब्याक सबभन्दा टाढा इन्को है रेकर्ड बनाएको मोबाइल अर्डर दिनु ल अङ्कल खलिदिनु एउटा नमाग मसँग गर्ने अडियो अड्डे माथि छ अड्डियो जस्तो त यसकी म्याट टुक्ने यस्तो दिएको डमेटा यता यता आएर ल अङ्कल है अङ्कल ल हाम्रो अङ्कलको चाहिँ मन त पानी उज्छ सिक्न पैसा नसार्ने भाइ चाहिँ सिक्न पैसा हेर्ने यसरी गर्छ ओइ 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 अड्डियो न भाइ न चाहिँ ए अड्डियो अडियो न बाकी कति टाढा अब हामी चाहिँ डेभिज फल्स भिड भाड छ एकदमै जम जम यता 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 आएर के त यता कहाँ जानु नि फेरि किन यता घुमेर जाने क्या यताबाट घुमेर हो फेरि दामी प्रेसर यताबाट हो कहाँ जानु लाग्यो हामी केटाहरू यहाँ छन् टुडे डेभिज फल्स नेपाली संस्कृति पोसाकसँग खिच्ने ठाउँ रे ए ए यहाँ पो रहेछ ल हाम्रो अहिले त सुड्डो भयो ल म केटी भनिदिन्छु ल अरूको आइनी सेन्सर ओए कति सुहायो लु त भाइ यतिको गर्नु है कफी अलि घाँटी भएर यो ताके बोडी बिल्डर ए रहा नहीं जाता तड़प ही ऐसी है ना तँ केटा अनि यसको बुढो यो बुढो हैन केटा हैन यो तँ केटा हो तँ केटी अनि चारो दिन बुढी भनिदिनु क्या बोला तूने कैसे कैसे लोग रहते हैं यार यहाँ पर त्यहाँ सक्छ हजुरलाई त ना आसन कहाँ ना सरी ठुलो भयो हजुरको एक्सचेन्ज एक्सचेन्ज क्या बात है सर क्या बात है सर भाई साहब कुछ ज्यादा नहीं हो गया ये? फोटो होइन भिडियो बनाएको भिडियो बनाएको के
यसो मनोरञ्जन हाम्रो डेभिस फल्सको यता कल्चरल ड्रेसहरू घुमाएर मोन्टो राखी भयो नि यस अङ्कल सन्चै हुनुहुन्छ ल केटा ल सत्य उताबाट जाने होला नि उताबाट अहिले आयो उनीहरू यता त कि पहिले उता जाने हजुरको चाहिँ एकदम घुमघाम यताउता गर्ने मनोरञ्जन गर्ने मोज मस्ती गर्नको लागि चाहिँ पोखरा आउँदा हुन्छ है पोखरामा चाहिँ ए बाफै हरि मिस्कै त बा जाउँ सिधै उता तलै जाउँ अब आउँछ भिडियो चाहिँ अलिक तल गरेको छौँ है हाम्रो यस डेभिस फल्सको गुफा झर्ना आइसकेको छौँ नजिक नजिक ल केटा हिँड ल हिँड अगाडि हिँड हाम्रो केटाहरू अङ्कलहरू ल हरिप तल छ है ओए हरिप तल आएर कस्तो दामी हो केटा हेर है यो चाहिँ धेरै देखिन्छ पोखरा हाम्रो चाहिँ पानी चाहिँ उहाँ मूल हो कि के हो गुफा यताबाट आउँदो रहेछ डेभिस फल्स यो पानी कहाँ निस्किन्छ भने थाहा भएन यो गुप्तेश्वरी हुँदै अब कहाँ जान्छ खाली गर्ने कि मिसिन्छ होला नि झ्यामै मरेन्ट गुफा ऊ त्यहाँदेखि हेर म त्यहाँदेखि देखिन्छ कि राम्रोसँग जानी कि अझै हेर्ने कहाँ हो खोलाको वेगसँगै बग्छु म फेरि हामी चाहिँ अहिले गुप्तेश्वरी महादेव मन्दिरको भित्र अब गुफाको भित्र जान लाग्छौँ गुप्तेश्वरी महादेव गुफा यहाँ चाहिँ हाम्रो देवता मतलब के ए नसु सुनाउनु यहाँ चाहिँ भगवानहरू आफै जस्तो मतलब न उत्पादित यस्तो भित्र चाहिँ यस्तो गुफाहरू केटाहरू खोइरह्यो ल भन्नु नि त अङ्कल हाम्रो यस गुप्तेश्वरी महादेव मन्दिरको पोखरा स्थितमा चाहिँ हाम्रो गाउँको गुप्तेश्वरीमा चाहिँ एकदम देशभन्दा बाहिर तथा देशभित्रका विभिन्न ठाउँबाट पर्यटक आइरहनु भएको छ एकदम सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ सबै एकदम राम्रो छ यसको एकदम गुफा पनि अब हाम्रो गुप्तेश्वर भगवान मन्दिरको मान्ने सबैले मान्ने हुनुहुन्छ नि त्यसमा विशेष रूपमा यसलाई चाहिँ भ्रमण गर्नु भएको छ र हाम्रो नआउनुभएका मतलब नआएका मान्छेहरूले के भन्न चाहनुहुन्छ सबैजना प्लिज आइदिनु होला एकदमै राम्रो तपाईँले भगवानलाई मान्नुहुन्छ र यहाँको सौन्दर्यता हेर्न चाहनुहुन्छ भने प्लिज कृपया सबैजनाले जित गर्नु सरी भने कामसँग सरी बनाए भगवान मन्दिर हुन्छ सरी भन ल हाम्रो गुफा यस्तो छ भित्र चिप्लो छ है राम्रो त्यो चाहिँ हाम्रो पोखरा बाटोको मुनि
गुफा हुँदै यो चाहिँ हाम्रो देवी फल्सबाट आएको छ पानीहरू यताउता गुप्तेश्वरी गुफामा त यस्तो छ माथि चाहिँ यसको चाहिँ पोखराको बाटो कसरी बनायो होला है बन्यो होला है यो मान्छेहरू आफै नेचरबाट यो बनेको चाहिँ हाम्रो यस्तो गुफाभित्र जानुपर्छ लगेर होइन तेरिका अङ्कल चाहिँ आफ्नो छोरीको लागि पुकी या दामी हाम्रो अनिस राम्रो अनिस ल त्यहाँ दुईजना सँगै बस त ल ल ल अङ्कल र अनिस छोराछोरी ल अनिस छोरी अङ्कल छोरा ल कस्तो देखियो मेरो छोरीले एकदम भन्नुहुन्छ कि मेरो छोरी ल ल ल कतिको देखेँ ल किनिने हो अब हाम्रो यात्रा अङ्कल कता अब यसपछि अब हाम्रो चाहिँ गुवाताल हुँदै लेक साइडतिर जाने अब एकदम इन्जोय भइरहेछ बाबासँग त्यो सबै सेक्सन हाम्रो यति बेला चाहिँ पोखराको पृथ्वी चोक फल्स र हामी यो के गुफाहरू देवी फल्स भयो एउटा महेन्द्र गुफा गुप्तेश्वरी त्यो हेरेर एकदम रमाइलो भयो एकदम राम्रो छ तपाईँहरू एकदम भिजिट गर्नु होला अब यो पसन्द पर्छ कि सबै ल पसन्द भयो बोल त के रमाइलो भइसक्यो अब अबको हाम्रो अबको एक बजी चाहिँ हामी चाहिँ खेवाताल हुँदै हामी चाहिँ शरणकोट मेबी यो चाहिँ कहाँदेखि हो हाम्रो एक साइड जानु छ त्यसपछि हामी चाहिँ साँझै घरको लागि रवाना साँझ ठ्याक्कै 7-8 बजी जाने होइन 10-11 बजीतिर हो राति ए ल जान्छौँ खेवाटाल फेरि घुम्छौँ हामी लेक साइड फेरि घुम्छौँ आज राति अरू बहिनीहरू कहाँ छन् सब बस्नु क्या सुन्तला चाहिँ एकदमै छ अब हाम्रो गर्नु नभएको मान्छे ल भाइ के गर्ने लेक साइडमा हिजो राति भेटिन्छ कि भन्ने एउटा यसो भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी त्यो त भेटिएन अङ्गल लिनु त यसो यो लागेर जानु हाम्रो अङ्कल चाहिँ यस्तो किन्नुपर्छ आफ्नो छोरीको लागि चाहिँ दामी हजुर हेलो नानीलाई टोपी किनिदिनु मैले किनिदिइसकेँ किन नराम्रो कस्तो राम्रो ल सालो ए स्वाकै कस्तो राम्रो सारूले बिहा गर्नुपर्छ क्या यस्तै क्युटी त्यसो भनेको ठुलो भइसकेको छ अनि कस्तो राम्रो हो न अङ्कल ठिक छ यो पनि राख है ल अङ्कलको पुकुको लागि हाम्रो अनिसा दिदी ल हाम्रो अनिसा दिदी गाइज मेरो छोरीको लागि यो चाहिँ अब बिहे चाहिँ कहिले हुने थाहा भएन अहिले चाहिँ पहिले किनेर राखिदिएको आफ्नो छोरीको लागि अब लाउरे बनाउन सकेन जय नेपाल
लाउने नै चाहिँ भन्यो क्या लाउने नि हजुर म त नानीलाई किनिदिएको थियो अहिले त्यही पनि मेरो राम्रो हो हेलो गाइस वेलकम टु माई ब्लग अब ये कौन है बे नमस्ते मेरो नाम समीक्षा राकोस्कोटी बुलेट चाहिँ बेला बेला पढिरहेको छु क्या मेरो पनि राम्रो हो दिदी अलि ठुलो भइसक्यो हुन्छ कि यो सानो भन ठुलो भन्यो ठुलो भइसक्यो हुन्छ कि हेलो गाइस वी आर इन हामी कहाँ आएको रे लेकिन 1 सेकेन्ड हामी कहाँ आएको रे कहाँको कुन ठाउँ आएको हामी बिन्दवासी मन्दिर आज अब बिन्दवासीबाट कहाँ जाने लेक साइडमा बोटिङ खेल्नुपर्छ है त्यो सानोवाला के भन्छ त्यसलाई सानोवाला के भन्छ त्यसलाई सानोवाला कि जुनवाला के 200 रुपियाँ घन्टा पनि समथिङ यस्तै छ अरे के 500 200 भन्दै गरी मैले किशोरले त हिजो अस्ति सालु समी छ हौ सालु मसँग आयो भने हरि बोली देखिन्छु कि भन्नु भाषण कस्तो लाग्यो एक राउन्ड घुमाइदिन्छ त्यो सालु सालु किन भागेको र उता ए यहाँबाट जाने हो कम हाम्रो सालु चाहिँ हरि ब्लजाउँछन् माथिबाट हो कि जाने यतातिर हेर माथिबाट हो कि उहाँको अगाडि के बिन्दवासी नि माथिबाट हो कि जाने त्यहाँबाट सन्देश सालु बुढाबुढीहरू We are peace lovers. वे टु सरङकोट सरङकोट के हो र कस्तो भ्यू मात्रै नि हो खासमा भाइ हामी त बबल्डी खाएको होइन र 2 वर्ष अगाडि 1 वर्ष अगाडि 2 वर्ष अगाडि के त्यहाँ मेरो बबल्डी होइन बबल्डी हो न मेरो घुँडामा घाउ गर्थ्यो के त्यति बेला हस्पिटल आएर मैले ब्यान्डेज पनि गराएको नाङ्गे भएर कति चाहिँ लाटेको आयो बिन्दवासिनी मन्दिर अहिले चाहिँ हामी बिन्दवासिनी मन्दिरमा जान लाग्यो अब चाहिँ यसो किड्सहरूले रोक्यौँ बुढाबुढीहरूलाई ए छिटाउ त के कस्तो ढिलो हिँडेको कि टुरहरू हो चलफलहरू ल बुढलको ए म अङ्गाली देऊ अनि बहिनी कस्तो गइरहेको तिम्रो एकदम रमाइलो के रमाइलो भयो ए रमाइलो होइन हाम्रो किरणले के भन्न चाहनुहुन्छ किरण भाइ किरण साथीले हेर 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 भाइ ये फंस गया सीएम हेर भाइ हेर हो क्या अहिले हामीलाई के सोचेको थिएँ हामी आउन सक्दैनौँ मेरो खराब पानी छ मेरो खराब अन्त गरेर देखायौँ अनि भएर खेलेर काका डुलेर आयौँ तँलाई के किन्ने हो क्या किरणे ए किरे सबै किनेर आइसक्यौँ ल केटाकेटी लाइनमा हो त हो क्या आज ए लाइनमा आइस लाइनमा हेर्दा कपल्सहरू हाम्रो 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 टुरको ग्याङमा कपल्सहरूको कमी छैन मेन त प्रतीक्षा बहिनी हो यस्तो गर्नु भएन है प्रतीक्षा बहिनी डल्ली ल ल जाऊँ गएँ ल यति माथि चढ्नु पर्छ यार फेरि ओके बिन्दवासिनी त्यो पनि एयरपोर्ट तर राम्रो छ यार माथि माथि चाहिँ राम्रो भ्यू पनि दामी दामी ठ्याक्क 2 वर्षबाट आयो यहाँ चाहिँ हाम्रो राख्नुपर्ने हुन्छ जुत्ताहरू बिन्दवासिनी मन्दिर ओ हाम्रो म जस्तै छ नि सेम 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 टु guys, lo dance and then
नयाँ कन्टेन्ट हामी चाहिँ अब दर्शन गरेर अब लेक साइडतिर फेरि फर्किने कन्टेन्ट नि आयो राम्रो रहेछ यार जाने माथि जाऊँ न त टाउनमा अब चाहिँ हामी यता माथि यसो भ्यू टावर बिदा मासिङ टेम्पलको माथि जाँदैछौँ र आजको यस अवसरमा मैले चाहिँ नयाँ भर्खर फर्स्ट सेकेन्ड भिडियोमा त अझै हालेको पनि छैन युट्युबमा त्यही भएर सिडी कहाँ पुग्ने हो भ्यू टावर हो अनि माया र सपोर्ट दिनु होला लाइक एन्ड सब्सक्राइब दिनु होला ल भाइ नमस्ते भन हेलो नाम भनिदेऊ अनि तिम्रो हो ल यस्तो हेर्न जान सक्नुहुन्छ है हजुर हाम्रो चाहिँ यस बिन्दावासिनी मन्दिरमा त दर्शन गरेर अब बसतिर जानु लाग्यो र अब सायद हाम्रो अब साथी भन ल बचपन नहीं गया हो क्या भयो बस कर पगले हो गया अनि हामी चाहिँ बिन्दावासिनी मन्दिर दर्शन गरेर अब चाहिँ हामी सायद लेक साइडतिर गइन्छ होला बोटिङ सोटिङ गरिन्छ त्यसपछि बोटिङ सोटिङ गरेर नास्ता सास्ता खाएर त्यसपछि घरतिर नि लाग्ने उपस्थिति पनि आइसकेको छ नजिक हाम्रो बहिनी पहिला कति कालो थियो यार अहिले घरि बोरु त किसो नि यार किन होला जिसेको त्यसै भनेको के किन लाग्यो न किन्नु नि त भाइको लागि कहाँ बाइक त्यो बन्दुक किन्नु न मेरो लागि राम्रो हो त बन्दुक यार त्यो खप्पर पनि किनिदेऊ त दाइले बबल्डी खुलाउनु त एउटा नाइस अझ हेर न क्या बहिनी कहाँ खानु तिनीहरू जानु त उता बबल्डी खानु केही छ क्या पोहोर दुई वर्ष अगाडि चाहिँ यहीँ आएर खाएको एकचोटि पसन्द भएर मैले जानु त होला यतै कतै बुलेटहरू चल्दिन्छ नि यहाँ पोखरामा अहिले चाहिँ बुलेटहरूको जस्तै अब क्लासिक पुरानो मोडलहरूको चाहिँ यहाँ पोखरामा चाहिँ कल्चरै भनौँ कल्चर जस्तो भयो यहाँ त 17 मोडलको मैले कति 325 पाएको थिएँ हजुर 4,30,000 4,10,000 भन्छ थाहा बन्द रहेछ पसल बिक्रीमा अरे यता कतै छैन जाऊँ न अगाडि होला घरहरू पनि दामी छ अनि मेरो जस्तै बुलेट छ यस्तो मेरो थियो तर बेचेको केही दिनमा सस्तोमा किनेर पछि फेरि हल्का फुल्का बनाएर महँगोमा बेचिदिएको यस्तै पर्सन भाइ ठ्याक्क देखेको घर उहाँ बुटो जाने बेला अनि दाइ रोक्नु भन्यो भने रोकेँ मान्छेले यहाँ जान बुटो जान भरि बताएर रोकेको चलाइरै छोडेको लास्टमा त नहुँदै छैन हेलो गाइज वी आर इन पोखरा लेक साइड यता फेरि हाम्रो माछा पुच्छेहरू हिमालय सब देखिनु अनि हामी चाहिँ अब बोटिङ सोटिङ गर्न जाँदैछौँ माछा पुच्छ्ने यहाँ सिग्लेसहरू नदेखिँदो रहेछ यहाँ पो रहेछ हो यार हो एकदम छिर्ने बित्तिकै जाडो हट्यो बुटोलको गर्मी आयो यहाँ त्यो हाल कुन हाल अब सब पठाएको भन्छु नि अनि यसो पठायो नि हामी नपठायो भने तिमीले पहिला पठाउँथे तिमीले धोका दिए भन्छु नि खोलाको वेग सँगै
बग्छु म फेरि पन्छीहरू नाच्दछन् मलाई नै सम्झिने ओए ओए ठुक्क ओए भाइ भाइ ओए 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 खर्च यो गर्छ के ए आउन मलाई हामी चाहिँ यस फेउतालमा बोटिङ बिस्तारै वो ठोक सोने में तू अबे तू है कौन तू अमेरिका क्या कहता था यस्तो नगरे खोलाको वेगसँगै बग्छु म फेरि जाना तो आता नहीं सपनों से जाता नहीं मिल जाए क्या ही बात थी कामिल हो ओ हाम्रो साथी फेरि मस्त सुत्ती सुत्ती फेरि हाम्रो केटाहरू फेरि यहाँ हाम्रो अङ्कल निन्द्रा लागेर अङ्कलले फेरि हान्दा हान्दा हजुर हाम्रो केटाहरू यहाँ हो अनि वाट्सएप गाइजहरू यसो चिल हान्नु चाहिँ मन छ भने यता आउनु होला हाम्रो पोखरा नास्ता खाने ए मैले टोइलेट लगाइसकेँ मान्छेलाई हाम्रो सन्दीप दाइ कता हुनुहुन्छ ए पछाडि हुनुहुन्छ सन्दीप दाइ चिल हामी त लोकल हो यार नौ मिनट छ